ल हेर्नुहोस् धोबी खोला बढेको तलतिर पानी परेको छैन, मासतिर पुरा पानी परेर बाढी आएको छ। बाढी पनि कम सानो छैन, हेर्नुहोस् त यति माथिसम्म आइपुगिसक्यो बाढी। खोला आधाभन्दा बेसी बढेको छ। यतातिर चाहिँ पानी एउटा थोपो परेको छैन, माथिबाट पानी परिरहेको छ। पुरा खोलाको ढिलढिलसम्म आइपुग्ला छ पानी चाहिँ। माथि बाढी आएर माथि पानी परिरहेको छ, त्यही भएर यता पुरा बाढी आइरहेछ। कुकुरहरू पनि पुरा यतिखेर माछा निक्लियो क्या हो, यहाँ माछा खानुको लागि हेरिरहेको छ। यो चाहिँ चाबेलको तरकारी बजार अगाडि यो हाडी गाउँको ओह्रालोभन्दा अलि मास्तिर पर्दछ होइन। बाढी पनि कति नदेखिरहेको छ, पानी नपरे पनि बाढी आउँछ यसरी। यो चाहिँ फोहोर सङ्कलन केन्द्रको अगाडिपट्टि होम हस्पिटल देखिरहेको छ। पारी देखेको छु होम हस्पिटल। अब हामी हाडी गाउँ पुग्ने आँट्यो। बाइकको गियर पनि के भयो, ल्यास गर्दैछ, गेट चढिरहेको छैन। अब एकछिनमा बाइकको गियर बनाएर वर्कसप लानु पनि कतातिर आज शनिबार बन्द छ क्या अरे। खोला चाहिँ जोडले आइरहेछ, पानी नपरे पनि। यो चाहिँ आकाशे फुल जुन के भइरहेछ। अब हामी हाडी गाउँतर्फ जाँदैछौँ। यो चाहिँ हाडी गाउँको पहेँलो पुल, जुन पहिला भत्किया पुल भनिन्थ्यो, अहिले चाहिँ पहेँलो पुल। अब यहाँ उयो टलिएपछि अब एकचोटि यहाँ बाइक बनाउनु पर्ने गेट चलिरहेको छैन। अहिले ठ्याक्क गेरै खसिहाल्यो माथि, बन्द छ। अब हाडी गाउँतिर गइन्छ। सबबाट शनिबार बन्द छ। यो हाडी गाउँको नारायणथान, हाडी गाउँको चाहिँ उकालो आइपुग्नु लाग्यो। हाडी गाउँको नारायणथान आइपुग्नु पनि आँट्यो। जो हाडी गाउँको उकालो नारायणथान आइपुग्यो हाडी गाउँको। आज हाडी गाउँपट्टि छिर्नु चाहिँ थाहा छैन, किन भन्दा आज यहाँ पुरा मेला लाग्छ हाडी गाउँको। त्यो चाहिँ हाडी गाउँ उकालो आइपुग्यो। आज हामी चाहिँ सपिङ गरेर आएको चाबेलबाट हाडी गाउँ उकालो आइपुग्यो। अब एकछिनमा यता जान नदिँदैछ, पुरा बन्द रहेछ। तेरो आज भोज भत्ता चलिरहेको छ, एउटा ल्याउँ। अब सिधा पर भाटबाट अगाडि गएर भाटबाट एउटा लिनुपर्छ। यहाँ उतातिर पुरा सुनसान छ, यतातिर एकदमै झकास छ मेला हाडी गाउँको। काहीँ नभएको जात्रा हाडी गाउँ भन्दा नि हो ल। अब यहाँबाट छिर्नु त यहाँ अहिले वनै बनाएको छ क्या त, यताबाट छिर्दिँदैन। यहाँ वनै छ, जानु पाएन। सिधै जाउँ, सिधै गएर हाडी गाउँ के अरे भाटबडी सुपर स्टोरबाट ब्याग जानु पऱ्यो। यहाँ जाम छ क्या हो। आजलाई अब यति नै स्टप।